हेलो एभ्रिवान, सबैलाई स्वागत छ मेरो नयाँ ब्लगमा। सबभन्दा पहिला त सबैलाई गुड मर्निङ। अनि के छ, कस्तो छ तपाईँहरूको हालखबर? म चाहिँ हाल अहिले साउदीमा छु। अनि दिनभरि के काम गरिरहेको हुन्छु म त्यो देखाउन गइरहेको छु है। आज सबभन्दा पहिला उठेर खाना पकाएँ, अनि खाना पकाइसकेपछि खाएर ड्युटी जानको लागि तयार भइसक्यो। ड्युटी पनि दिउँसोको 12 बजे हुन्छ। अरूको त बिहान हुन्छ, मेरो चाहिँ 12 बजे, अनि अरू साथीको पनि 12 बजे हुन्छ। ड्युटीमा गइसकेपछि के काम गरेँ त्यो पनि देखाउँछु। सबभन्दा पहिला त यो बिस्कुट डिस्प्ले गरेँ। यो नयाँ सकलको आएको थियो, अनि यो डिस्प्ले गरेँ। डिस्प्ले पनि 2-3 सकलको थियो, 2-3 किसिमको। अनि त्यो डिस्प्ले गरिसकेपछि अर्को पनि काम छ, त्यो नट सेक्सनमा जानुपर्छ। यता चाहिँ धेरै होइन, लगभग 2 घन्टा जति गर्नुपर्छ बाहिर मलाई। 2 घन्टा गरेर डिस्प्ले गर्नु पऱ्यो, सबै डिस्प्ले मिलाउनु पऱ्यो, अनि एक्सपायर निकाल्नु पऱ्यो। यही हो सुपरमार्केटको काम। अनि खासै गाह्रो त हुन्न, रमाइलो लाग्छ काम गर्न पनि। को सुपरमार्केटमा काम गर्छ कमेन्ट गर्नुहोला। यसपछि म फेरि नट सेक्सनमा गएँ। नट सेक्सनमा गएर त्यहाँ ड्राई लेमन प्याक गर्नुपर्ने थियो, लेमन। अनि त्यो प्याक गरेँ, लगभग 2 बोरी जति। कस्टमर पनि ह्यान्डल गरिरहेको थिएँ, अनि प्याक पनि गर्दै गरिरहेको थिएँ। हेर्नु, यसरी प्याक गर्नुपर्ने हुन्छ। फिक्स त हुन कति हाल्ने भनेर, लगभग 1 किलो 2 किलो अनि 1 पाउ 2 पाउ गरेर डिफ्रेन्समा थोरै फरक प्याक गर्नुपर्ने हुन्छ। एउटै किसिमको एउटै वेट भएको प्याक गर्न हुन्न। अनि त्यो प्याक गरिसकेपछि डिस्प्ले गरेँ। डिस्प्ले गर्दाखेरि भिडियो बनाउन सकेन। अनि आजको दिन मेरो यस्तै गयो। 2 घन्टा डिस्प्ले गरेँ, फेरि आएर प्याक गरेँ, अनि रातिको 12 बज्यो। 12 त होइन, आजकल त 2:30 बजे मार्केट बन्द हुन्छ। अनि 2 बजे म गिलास सफा गर्न गएँ। गिलास सफा गर्दै ठिक्कै टाइम भइसक्यो, अनि सिद्धो टाइम, अनि आएँ रुममा।